सीधा विषयवस्तुमा प्रवेश गरौं। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौं जसले कर्णालीको सिङ्गो पुस्ताको भविष्यलाई सिधै छुन्छ। वर्षौंसम्म परीक्षा आउँदा पनि किताबको अनुहार देख्न नपाउने कर्णालीका विद्यार्थीहरूको हातमा यसपटक भर्नाकै दिन नयाँ किताब पुगेको छ। सुन्दा सामान्य लागे पनि यो एउटा साँच्चीकै शैक्षिक क्रान्ति हो। यो ऐतिहासिक र एकदमै सकारात्मक परिवर्तन कसरी सम्भव भयो त? आउनुहोस् यसै विषयमा गहिरिएर विश्लेषण गरौं। ल अब यस विषयमा अगाडि बढौं। आज हामी मुख्य गरी हिजो र आजको कर्णालीको अवस्था, तथ्याङ्कमा देखिएको वितरणको अवस्था, यो सफलताका मुख्य कारणहरू, सिकाइमा पर्ने गहिरो मनोवैज्ञानिक प्रभाव र अझै बाँकी रहेका चुनौतीहरूबारे कुरा गर्नेछौं। पहिलो खण्ड, हिजो र आजको कर्णाली। विगत सम्झिँदा साँच्चै कहाली लाग्दो अवस्था थियो। पुरै किताब नदेखिने वार्षिक परीक्षा दिनुपर्ने बाध्यता, होइन त? तर आज यो परिदृश्य पुरै फेरिएको छ। यो परिवर्तनले कत्रो खुशी ल्याएको छ भन्ने कुरा कालीकोटकी कक्षा 6 मा पढ्ने जयन्ती बरालको भनाइबाटै छर्लङ्ग हुन्छ। उहाँ भन्नुहुन्छ, पोहोर त विद्यालयले दिएको पुरानो किताबले नै कक्षा 5 सकेकी थिए। नयाँ कक्षामा नयाँ किताब पाएपछि त पढ्न पनि जाँगर लाग्ने रहेछ। पुरानो र च्यातिएको किताब पढेर वर्ष बिताउने विद्यार्थीहरू शैक्षिक सत्रको पहिलो दिनमै नयाँ किताब पाउँदा कति दङ्ग होलान्, कल्पना गरौँ त। कक्षा 9 का हिक्मत शाही पनि यसैगरी सुरुमै पुरै किताब पाउँदा मक्ख हुनुहुन्छ। यो त विद्यार्थी, अभिभावक र वर्षौंदेखि यो दिन पर्खिरहेका शिक्षकहरू सबैको साझा खुशी हो। यी भावनाहरू त एकातिर छन्, तर यसको वास्तविक आकार बुझ्न अलिकति तथ्याङ्कतिर लागौं। खण्ड 2, तथ्याङ्कमा पाठ्यपुस्तक वितरण। र यो तथ्याङ्कले एकदमै उत्कृष्ट ढङ्गले देखाउँछ कि कर्णालीका 5 पहाडी र 5 हिमाली जिल्लामा शैक्षिक सत्र 2082 मा साँच्चै चमत्कार नै भएको छ। यहाँ प्रश्न देख्न सकिन्छ, 2079 र 80 मा 50% पनि पुग्न नसकेको वितरण यो वर्ष त भर्ना अभियानकै क्रममा आश्चर्यजनक रूपमा 80% पुगिसकेको छ। सोच्नुहोस् त, झण्डै 1,20,000 सेट नयाँ किताब आवश्यक पर्नेमा करिब 80,868 सेट त विद्यालयमै पुगिसक्यो। यो त पछिल्लो 1 दशककै सबैभन्दा ठूलो छलाङ हो नि, पक्कै पनि। तर यो समग्र तथ्याङ्कभित्र पनि केही रोचक असमानताहरू लुकेका छन्। तालिकामा हेर्ने हो भने दैलेखमा सबैभन्दा धेरै अर्थात् झण्डै 18,000 किताब वितरण भएको छ भने जाजरकोटमा सबैभन्दा कम, जम्मा 5,666 थान मात्र। यसको पछाडि निकै गहिरो सामाजिक र आर्थिक पाटो जोडिएको छ। जाजरकोटमा धेरैजसो अभिभावकहरू मजदुरीका लागि भारत जाने गर्नुहुन्छ, अनि परीक्षा सकिएपछि विद्यार्थीहरू पनि अभिभावकलाई भेट्न उतै जाने वा जडीबुटी टिप्न लेकतिर जाने हुँदा त्यहाँ भर्ना दर नै ढिलो हुन पुगेको हो। अब प्रश्न उठ्छ, यति ठूलो उपलब्धि रातारात कसरी हासिल भयो त? लागौं खण्ड 3 तर्फ, सफलताका मुख्य कारणहरू। सबैभन्दा पहिलो गेम चेन्जर कुरा भनेको जिम्मेवारीको स्पष्ट बाँडफाँड हो। कक्षा 3 र कक्षा 5 देखि 10 सम्मका किताबहरू जनक शिक्षा सामग्री केन्द्रले वितरण गरिरहेको छ भने कक्षा 1, 2 र 4 का किताबहरूको जिम्मा निजी क्षेत्रलाई दिइएको छ। अनि अर्को गजबको कुरा, प्रदेशभरि आपूर्तिलाई छिटो छरितो बनाउन जनक शिक्षाले 89 वटा पुस्तक पसललाई आधिकारिक रूपमै सूचीकृत गरेको छ। यसले गर्दा वितरण प्रणाली एकदमै चुस्तो भएको छ। यो सफलताको पछाडि अरू पनि थुप्रै व्यावहारिक र भौगोलिक कारणहरू जोडिएका छन्। पहिलो कुरा त यस वर्ष पाठ्यक्रम परिवर्तन भएन, जसले गर्दा समयमै किताब छाप्न सजिलो भयो। दोस्रो, वार्षिक परीक्षा सकिएर लामो समय खाली भएकाले ढुवानी गर्न प्रशस्त समय मिल्यो। र सबैभन्दा महत्त्वपूर्ण कुरा, हुम्ला जस्ता अति विकट जिल्लामा पनि यसै वर्ष गाडी पुग्यो। पहिले स्टेशनरी व्यवसायीहरूले बाटो छैन, गाडी चलेन भनेर ढुवानीमा ढिलाइ गर्थे नि। हो, भरपर्दो यातायात सुविधा पुगेपछि ती पुराना बहानाहरू अब पूर्ण रूपमा इतिहास बनेका छन्। अब यस विषयको सबैभन्दा रोचक पक्षबारे कुरा गरौं। पाठ्यपुस्तक भनेको केवल कागजको मुठो मात्र त पक्कै होइन। खण्ड 4, सिकाइमा पर्ने मनोवैज्ञानिक प्रभाव। हुम्लाको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक जयबहादुर बमको भनाइ यहाँ एकदमै सान्दर्भिक छ। उहाँ भन्नुहुन्छ, पठन पाठनका लागि पाठ्यपुस्तक र विद्यार्थीबीच एउटा विशेष मनोवैज्ञानिक सम्बन्ध हुन्छ। नयाँ कुराप्रति जो कोहीलाई पनि छुट्टै आकर्षण हुन्छ नि, होइन र? शैक्षिक सत्रको सुरुमै नयाँ र बास्ना आउने किताब हातमा पर्दा विद्यार्थीको मनोबल नै उच्च हुन्छ। सुरुमै यसरी पढ्ने माहौल बनेपछि त्यो उत्साह वर्षभरि नै टिकिरहन्छ, जसले गर्दा सिकाइको गति एकदमै प्रभावकारी हुन्छ।
यसलाई विगतको तीतो यथार्थसँग दाँजेर हेर्दा मात्रै अहिलेको परिवर्तन कति ठूलो हो भन्ने महसुस हुन्छ। पहिले विद्यार्थीको हातमा किताब नहुँदा शिक्षकहरूलाई पढाउन कति गाह्रो हुन्थ्यो होला। गृहकार्य के दिने, कसरी दिने भन्ने सधैँ अन्योल। किताबै नभएपछि समयमा कोर्स पनि नसकिने र नतिजा पनि खस्कदै जाने। अझ दुःखको कुरा त किताबकै अभावमा कतिपय विद्यार्थीहरू बीचमै पढाइ छाड्न अर्थात् ड्रप आउट हुन बाध्य हुन्थे। अहिले नयाँ किताबले यो सबै निराशालाई चिरेर एउटा नयाँ आशा जगाइदिएको छ। हामीले हासिल गरेको यो सफलता पक्कै पनि भव्य छ, तर जमिनको यथार्थ अझै पनि पूर्ण रूपमा बाधा रहित भने छैन। अब लागौं खण्ड 5, बाँकी चुनौतीहरूतर्फ। भौगोलिक विकटता अझै पनि एउटा ठूलो पहाड बनेर उभिएको छ। उदाहरणका लागि डोल्पाको उपल्लो क्षेत्र जस्तै फोक्सुन्डो गाउँपालिकाका 13वटा विद्यालयको ढुवानी प्रक्रियालाई नै हेरौं। राष्ट्रिय सडक सञ्जालले नछोएको यो ठाउँमा शैक्षिक सत्र सुरु हुने बित्तिकै किताब पुर्याउनु भनेको फलामको चिउरा चपाउनु जस्तै हो। त्यसैले त्यहाँ 1 वर्ष अगावै ढुवानी गरेर पुस्तक स्टक राख्नुपर्ने बाध्यता छ। सदरमुकाम दुनेबाट घोडा, खच्चड र भरिया मार्फत महिनौं लगाएर ती विकट पहाडी बाटाहरू छिजोल्दै बल्लतल्ल किताब विद्यालय पुग्छ। समस्या भूगोलको मात्रै कहाँ हो र? हाम्रा प्रशासनिक जमेलाहरू पनि उत्तिकै बाधक छन् नि। मुगुको सोरु गाउँपालिकाका 39वटा सामुदायिक विद्यालयले भोगेको नियति यसको ज्वलन्त उदाहरण हो। त्यहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि लेखापाल निलम्बनमा पर्नुभयो। यसले गर्दा गाउँपालिकाबाट पाठ्यपुस्तक खरिदका लागि छुट्याइएको झण्डै 20 लाख रुपैयाँ निकासा नै हुन सकेन। फलस्वरूप स्थानीय विद्यालयहरूले बाध्य भएर पसलहरूबाट उधारोमा किताब मागेर विद्यार्थीलाई बाँड्नु पर्यो। प्रशासनिक ढिलासुस्ती र झमेलाले कसरी सिधै शिक्षामा असर गर्छ भन्ने यो एउटा स्पष्ट चित्र हो। समग्रमा भन्नुपर्दा कर्णालीमा यो वर्ष 80% पाठ्यपुस्तक समयमै पुग्नु पक्कै पनि यो दशककै सबैभन्दा खुशीको र सकारात्मक शैक्षिक समाचार हो। यसले हजारौं विद्यार्थीहरूको मुहारमा मुस्कान ल्याएको छ। तर डोल्पाका उकालोमा भारी बोकिरहेका खच्चड र मुगुका विद्यालयले खानुपरेको उधारो किताबको यथार्थले एउटा गम्भीर प्रश्न भने पक्कै खडा गर्छ कि आगामी वर्षहरूमा यी बाँकी रहेका प्रशासनिक अडचन र चरम भौगोलिक विकटताहरूलाई पुरै पन्छाएर कर्णालीका हरेक विद्यार्थीका प्रत्येक विद्यार्थीको हातमा 100% किताब पुर्याउन सकिएला त? कर्णालीले खोजेको वास्तविक शैक्षिक समानताको भविष्य अब यही प्रश्नको उत्तरमा अडिएको छ।